देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। अच्छा, एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। झूठ बोलो, बार बार झूठ बोलो, जो भी बोल सकते हैं सब झूठ बोलो, जहां भी बोल सकते हैं झूठ बोलो। मैले नेकपा एमालेबाट जब आबद्ध हुने निर्णय गरे, धेरै जनाले मलाई के भन्नु भएको थियो म तपाईहरुलाई सुनाउन चाहन्छु। साथ सूर्य साथ छाप मुर्दाबाद। त्यसकारण मलाई एमाले मन पर्छ। केपी ओली मुर्दाबाद। म यहाँहरूलाई आफ्नै अनुभव पनि सुनाउन चाहन्छु। उपमेयरमा निर्वाचित भएपछि जनताप्रति इमानदार भएर सदैव काम गरिरहे, त्यसले पनि धेरैलाई पोल्यो। जथाभावी बोल्नलाई पनि छेकेन, जथाभावी कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गरिरहे। त्यो आक्रमण गर्ने व्यक्तिहरू राष्ट्र विरोधीहरू हुन्, राष्ट्र विरोधीहरू हुन्। अंगेन घात्रम नयने वक्त्रम न्यायेन राज्यम लवणेन भोज्यम। अहिले संसारभर नेपालको नाम उच्च राख्न सफल बनेकी छु र यसले पनि धेरैलाई पोल्यो, धेरैलाई गाह्रो भयो, सकस भयो, सुन्न सकेन, हेर्न सकेन। त्यसपछि जथाभावी आक्रमण गर्न भने निरन्तर प्रयास गरिरहेको छ। यो हामीमा मात्र, ममा मात्र सीमित छैन। पार्टी र त्यसै गरी श्रद्धेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, उहाँले पनि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारणले गर्दा थुप्रै आक्रमणहरू खेप्न परेको छ। सम्माननीय प्रधानमन्त्रीज्यू, मेरै पार्टीका केही मान्छेहरू पाउला र खाउला भनेर यहाँका पछि कुदेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यू, तिनीहरूलाई मन्त्री दिनुहोस् न, किन विलम्ब गर्नुभएको? हिरिक भएका छन् बिचराहरू। हाम्रो हजुरबुवा केपी ओलीलाई बुढा महिला छन् क्या पार्टीभित्रका, अनि 30 को बेलामा नि 10 वर्ष केपी ओलीलाई भनेर यसरी गीत गाएपछि पनि मक्क भनेर यसरी हेर्छ। राम। मलाई त दिगदार लागेर मैले केपी ओलीलाई छोडेको। आज एउटा कुरा मलाई बताउनुहोस् त, सही कुरा बोल्नुहुन्छ नि तपाईँ हैन? हाम्रो देशको हितमा छ एमसीसी, ठ्याक्कै भनिदिन सक्नुहुन्छ? सही कुरा तपाईँ गर्नुहुन्छ भनेर किन सोध्नुभयो? म प्रचण्ड हो किन भने थियो? किन सोध्या? मैले कहिल्यै गलत कुरा, झुट कुरा, बेइमान कुरा गरेर सुनेको छ? अनि तपाईँ सही कुरा गर्नुहुन्छ होइन भनेर सोध्ने हो र? सोध्ने होइन नि। म सही बाहेक केही गर्दिनँ त, अनि फेरि सोधिरहनुपर्छ? ग्यासका सिलिन्डर कारमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर कुद्नु पर्दैन। सिलिन्डरको फेद समाप्त गरिदिन्छु। घरमा चुलामा पाइप पुर्याएर होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झन्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। केरु काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। 2 वर्षपछि लिनुहोस् आजको रेकर्ड अगाडि राखेर 2 वर्षमा विकासको अभियान सम्बन्धी आर्थिक समृद्धिको बाटोमा एमाले सरकारले गरेका कामहरूको, राष्ट्रको लागि काम गर्नुभयो, नेतृत्व दिनुभयो। यो पार्टीमा युवाको लागि ठाउँ छैन। उमेरले युवा भएर युवा मानिँदैन। म भर्खरै राजनीतिमा आफ्नो पाइला चालिरहेको छु। मैले इतिहास बुझेको छु, इतिहास अध्ययन गरेको छु। एमाले थोरै समयको लागि सरकारमा गएको छ। थोरै समयमा सरकारमा गए पनि थुप्रै राष्ट्र विकास, राष्ट्र निर्माण, राष्ट्रवादीका कामहरू गरेका छन्। त्यसकारण म एमालेमा छु। एमालेले कसैको घर जलाउन सिकाउँदैन।
कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। त्यसकारण मलाई एमाले मन पर्छ। एमाले पनि छैन, कांग्रेस मुजी। एमाले मुजी मुर्दाबाद। केपी ओली समृद्ध राष्ट्रिय ओली आई लभ यु। गणतन्त्र नेपाल जिन्दाबाद, लोकतान्त्रिक नेपाल जिन्दाबाद। केही खुवाएन अनि पार्टीले हुन त सोझो औँलाले घिउ आउँदैन, त्यसमाथि केपी ओलीको त औँलै बाङ्गो छ होइन, यति त गर्न परिहाल्यो।